नेपालको राणा परिवारका नाति भारतमा मोदी सरकारका शक्तिशाली मन्त्री रहेको खुलेको छ। भारतको सञ्चार तथा उत्तर पूर्वी विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले पहिलो पटक आफू नेपाली रगत भएको भन्दै नेपालसँगको आफ्नो नाता बारेमा खुलेर बोलेका छन्। सिक्किम देश भारतमा विलय भएर त्यहाँको प्रान्त बनेको 51 वर्ष पुगेको अवसरमा हिजो गान्तोकमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू नेपाली रगत भएको बताएका हुन्। उक्त कार्यक्रममा उनले नेपाली भाषामा भाषण गरेका थिए। भारतको ग्यालिएर्की महारानी राजमाताका नाति ज्योतिरादित्यले आफ्नी आमा नेपाली भएको, हजुरआमाकी आमा पनि नेपाली नै भएको र आफ्नी पत्नी पनि नेपाली आमाकै छोरी भएको भन्दै आफ्नो घरमा चारैतिरबाट नेपाली प्रभाव रहेको बताए। उनी वरिष्ठ नेता पशुपति शमशेर जबराका भदाहासाला हुन्, अर्थात् पशुपति शमशेरको ससुराली सिन्धिया परिवार हो। पशुपतिकी पत्नी उषा राजे सिन्धिया ज्योतिरादित्यकी फुपू हुन्। उनका अरू दुई फुपू वसुन्धरा र यशोधरा भारतको राजनीतिमा स्थापित महिला नेता हुन् भने बुबा स्वर्गीय माधव राव सिन्धिया भारतीय काङ्ग्रेसका वरिष्ठ नेता थिए। उनी हेलिकप्टर दुर्घटनामा मारिएका थिए भने आमा माधवी राव सिन्धिया जुद्ध शमशेरकी नातिनी थिइन्। उनको पनि 2 वर्ष अघि निधन भएको थियो। ज्योतिरादित्यकी अर्की फुपू पद्मराजे सिन्धिया राप्रपा नेता धवल शमशेर जबराकी सासू हुन्। ज्योतिरादित्यकी पत्नी प्रियदर्शनी राजे गायकवाड बरोडाकी महारानी आशा राज्यलक्ष्मी गायकवाडकी छोरी हुन्। आशा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरकी नातिनी हुन्। उनी काङ्ग्रेस नेता उदय शमशेर जबरा र राजीव विक्रम शाहकी सानीमा हुन्। त्यसैले ज्योतिरादित्यले आफू नेपाली आमाको छोरा, सासू पनि नेपाली र हजुरआमा पनि नेपाली भएको बताएका हुन्।